हेलो एन्ड नमस्ते एभ्रीवन, वेलकम ब्याक टु माई न्यू भिडियो। आज फेरि हजुरहरूको लागि भनेर मैले अर्को रिभ्यू भिडियो लिएर आइसकेको छु र आज चाहिँ हजुरहरूको लागि भनेर किया सेल्टोस कारको STX भेरिएन्टको चाहिँ रिभ्यू भिडियो लिएर आएको छु र आज चाहिँ म यो कारको की फिचरहरू के कस्ता छन् भनेर र यो कारको परफर्मेन्स र यो कारको स्पेसिफिकेसन र यसको प्राइस चाहिँ नेपालमा के कस्तो छ भनेर सम्पूर्ण जानकारी हजुरहरूलाई आजको यस भिडियोमा बताउने छु। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। विदाउट डिले लेट्स गेट स्टार्टेड। किया सेल्टोस कारको बारेमा भन्नुपर्दाखेरि दिस कार इज वान अफ द मोस्ट पपुलर एन्ड मोस्ट सेलिङ कार राइट नाउ इन नेपाल र साथीहरू यो कार चाहिँ पपुलर हुनुको कारण चाहिँ यसको स्टाइलिङ लुक्स र यो कारको फिचर्स र यो कारमा भएको टेक्नोलोजीले गर्दा चाहिँ एकदमै पपुलर हुन गएको छ, जुन कुरा चाहिँ मोस्ट अफ द कस्टमर्स आर लुकिङ फर। साथीहरू अब चाहिँ यो कारको स्पेसिफिकेसन र फिचरहरू के कस्ता छन् भनेर हेर्नेछौँ। यो कार चाहिँ दुईटा इन्जिन फ्युल टाइपमा चाहिँ पाउन सक्नुहुन्छ। पेट्रोलमा पनि हजुरले पाउन सक्नुहुन्छ भने डिजलमा पनि हजुरले यो कार पाउन सक्नुहुन्छ। यो दुईटा अप्सन चाहिँ यो कारमा दिएको छ र त्यस्तै गरी यो कारको इन्जिन डिस्प्लेसमेन्टको बारेमा भन्नुपर्दाखेरि पेट्रोलवालामा चाहिँ 1497 सीसी को इन्जिन दिएको छ र त्यस्तै गरी डिजलवालामा चाहिँ 1493 सीसी को इन्जिन दिएको छ र यो चाहिँ एउटा BS6 इन्जिन हो र त्यस्तै गरी यो कारले प्रोड्युस गर्ने म्याक्सिमम पावरको बारेमा भन्नुपर्दाखेरि पेट्रोल भेरिएन्टमा प्रोड्युस गर्ने म्याक्सिमम पावर चाहिँ 115 PS एट 6300 RPM रहेको छ र त्यस्तै गरी डिजेल भेरिएन्टमा चाहिँ यसले प्रोड्युस गर्ने म्याक्सिमम पावर चाहिँ 115 PS रहेको छ एट 4000 RPM मा र त्यस्तै गरी यो कारले प्रोड्युस गर्ने म्याक्सिमम टर्कको बारेमा भन्नुपर्दाखेरि पेट्रोल भेरिएन्टमा चाहिँ यो कारले प्रोड्युस गर्ने म्याक्सिमम टर्क चाहिँ 144 न्युटन मिटर्स रहेको छ एट 4500 RPM मा र त्यस्तै गरी डिजेल भेरिएन्टमा चाहिँ यसले प्रोड्युस गर्ने म्याक्सिमम टर्क चाहिँ 250 न्युटन मिटर्स रहेको छ एट 1500 देखि 2750 RPM मा र साथीहरू हजुरले चाहिँ यो कारमा चाहिँ फ्युल ट्याङ्क क्यापेसिटी चाहिँ 50 लिटरको पाउन सक्नुहुन्छ र त्यस्तै गरी यो कारको माइलेजको कुरा गर्नुपर्दाखेरि चाहिँ कम्पनीले क्लेम गरे अनुसार 16 to 20 किलोमिटर पर लिटर चाहिँ दिन्छ भनिएको छ र त्यस्तै गरी यो कारको चाहिँ सिटिङ क्यापेसिटीको कुरा गर्नुपर्दाखेरि हजुरले यहाँ देख्न सक्नुहुन्छ कि 5 जनाको सिट चाहिँ यहाँ दिएको छ र अब चाहिँ यो कारको ग्राउन्ड क्लियरेन्सको कुरा गर्नुपर्दाखेरि चाहिँ हजुरले यहाँ देख्न सक्नुहुन्छ कि 190 mm को चाहिँ ग्राउन्ड क्लियरेन्स यो कारमा दिएको छ र त्यस्तै गरी साथीहरू यो कारको चाहिँ गियरको बारेमा भन्नुपर्दाखेरि चाहिँ 6 स्पिडको गियर बक्स चाहिँ हजुरले यहाँ पाउन सक्नुहुन्छ। साथीहरू यो कारको चाहिँ डाइनामिक परफर्मेन्स चाहिँ एकदमै राम्रो रहेको छ र अब चाहिँ यो कारको चाहिँ इन्फोटेनमेन्ट र टेक्नोलोजीको बारेमा भन्नुपर्दाखेरि यो कारमा चाहिँ हजुरले एउटा वायरलेस चार्जर, मोड ल्याम्प्स, भोइस रिकग्नाइजेसन र त्यस्तै गरी एन्ड्रोइड अटो, एप्पल कारप्ले र ब्लुटुथ कनेक्टिभिटी चाहिँ यो कारमा हजुरले पाउन सक्नुहुन्छ। र साथीहरू अब चाहिँ हामीहरू यो कारको लग्जरियस इन्टेरियर डिजाइनको बारेमा हामी हेर्नेछौँ र हजुरले यहाँ देख्न सक्नुहुन्छ कि यो कारमा चाहिँ एउटा स्मार्ट 8 इन्चको चाहिँ हेड अप डिस्प्ले दिएको छ जसले गर्दा चाहिँ एउटा सेफ ड्राइभिङ गर्न चाहिँ यसले हेल्प गर्छ र त्यस्तै गरी यो कारमा चाहिँ एउटा HD टच स्क्रिन नेभिगेसन पनि यहाँ दिएको छ जसले गर्दा चाहिँ यो कारको क्याबिन हेर्दा चाहिँ एउटा फ्युचरिस्टिक लुक्स दिएको छ र साथै यसले चाहिँ कम डिस्ट्र्याक्सन हुन चाहिँ यसले मद्दत पुर्याउँछ ड्राइभिङ गर्दै गर्दा। साथीहरू हजुरले कारमा देख्न सक्नुहुन्छ कि एउटा एडभान्स 7 इन्चको चाहिँ कलर डिस्प्ले क्लस्टर पनि दिएको छ र त्यस्तै गरी यो कारको चाहिँ अरू फिचरहरूको बारेमा भन्नुपर्दाखेरि यो कारमा चाहिँ 360 क्यामेरा दिएको छ विथ ब्लाइन्ड भ्यू मोनिटर र यसको मद्दतले चाहिँ ट्राफिकमा पनि ड्राइभिङ गर्न एकदम सजिलो हुन्छ र त्यस्तै गरी यो कार चाहिँ एउटा बोस प्रिमियम साउन्ड सिस्टम पनि दिएको छ जसको साउन्ड क्वालिटी चाहिँ एकदमै राम्रो रहेको छ र साथीहरू हजुरले चाहिँ यो कारमा चाहिँ एउटा भेन्टिलेटेड लेदर सिट पनि पाउन सक्नुहुन्छ जुन चाहिँ एउटा एकदम कम्फोर्टेबल सिट रहेको छ र साथीहरू यो कारको रियरमा चाहिँ बुट स्पेस पनि दिएको छ जसमा चाहिँ 433 लिटरको स्पेस रहेको छ र त्यस्तै गरी यो कारमा चाहिँ सन रेहरूबाट जोगाउनको लागि चाहिँ विन्डोमा चाहिँ सन सेड कटिङ पनि दिएको छ र यो कारमा चाहिँ एउटा स्मार्ट प्योर एयर प्युरिफायर पनि दिएको छ र साथीहरू अब चाहिँ यो कारको स्टर्निङ एक्सटेरियर डिजाइनको बारेमा भन्नुपर्दाखेरि यो कारमा ड्राइभ मोड र ट्र्याक्सन कन्ट्रोल पनि दिएको छ र साथीहरू हजुरले यो कारको फ्रन्टमा देख्न सक्नुहुन्छ कि हार्टबिट DRL स्विङ LED लाइट दिएको छ र यो कारमा चाहिँ पुश बटम स्टार्ट पनि दिएको छ र त्यस्तै गरी यो सेल्टोस कारलाई चाहिँ एउटा वाइल्ड लुक र एग्रेसिभ एटिट्युड दिनको लागि चाहिँ एउटा सिग्नेचर टाइगर नोज ग्रिल पनि दिएको छ र त्यस्तै गरी यो कारमा चाहिँ एउटा क्राउन जेवेल LED हेडल्याम्प दिएको छ र हजुरले चाहिँ यो कारमा चाहिँ एउटा आइस क्यूब LED फग ल्याम्प पनि देख्न सक्नुहुन्छ र साथीहरू यो कारमा चाहिँ एउटा हार्टबिट LED टेल ल्याम्प पनि दिएको छ र त्यस्तै गरी यो कारको चाहिँ व्हील्सको बारेमा भन्नुपर्दाखेरि क्रिस्टल कट एलो व्हील्स दिएको छ र त्यस्तै गरी साथीहरू यो सेल्टोस कारलाई चाहिँ स्पोर्टी लुक्स दिनको लागि चाहिँ ड्युल मुफलर डिजाइन दिएको छ र साथीहरू अब चाहिँ यो कारको चाहिँ सेफ्टी फिचरको बारेमा भन्नुपर्दाखेरि यो कारमा चाहिँ 6 एयर ब्याग्स दिएको छ र त्यस्तै गरी 73% हाई स्ट्रेन्थ स्टिल स्ट्रक्चर दिएको छ र त्यस्तै गरी हजुरले यहाँ देख्न सक्नुहुन्छ कि एउटा सेफ्टीको लागि चाहिँ ड्युल डिस्क ब्रेक पनि दिएको छ यो कारमा
र त्यस्तै गरी यो कारमा चाहिँ फ्रन्ट रियर दुवैमा पार्किङ सेन्सर दिएको छ र यो कारमा चाहिँ हजुरहरूले एउटा हिल स्टार्ट एसिस्ट कन्ट्रोल पनि पाउन सक्नुहुन्छ जसको मद्दतले चाहिँ गाडी पहाडमा चढ्दै गर्दा चाहिँ ब्याक नसरोस् भनेर चाहिँ कन्ट्रोल गर्ने काम गर्दछ। साथीहरू यो गाडीमा चाहिँ सेफ्टी फिचरहरू चाहिँ एकदमै राम्रो दिएको छ र साथीहरू यो गाडीमा चाहिँ सनरुफ पनि दिएको छ। यदि तपाईहरू चाहिँ गाडीको सनरुफबाट बाहिर निस्केर फन गर्न चाहनुहुन्छ भने त्यो पनि हजुरले कारमा गर्न सक्नुहुनेछ। साथीहरू यो कारको चाहिँ स्पेसिफिकेसन र फिचरहरू यति नै थियो र अब चाहिँ हामीहरू यो कारको प्राइस चाहिँ नेपालमा यो 2022 मा चाहिँ के कस्तो छ भनेर हेर्नेछौँ। साथीहरू यो किया सेल्टोस कार चाहिँ धेरै भेरिएन्टमा रहेको छ र अब चाहिँ म यो कारको भेरिएन्ट अनुसार शोरूम प्राइस हजुरहरूलाई बताउने छु। सुरुमा रहेको छ एसटीके जीएसएल भेरिएन्टको शोरूम प्राइस 49,50,000 रहेको छ र त्यस्तै गरी सेकेन्डमा चाहिँ एसटीके प्लस जीएसएल रहेको छ र यसको शोरूम प्राइस चाहिँ 54,90,000 रहेको छ र त्यस्तै गरी थर्डमा चाहिँ एसटीके प्लस आईएमटी भेरिएन्ट रहेको छ र यो कारको शोरूम प्राइस चाहिँ 56,90,000 रहेको छ र त्यस्तै गरी फोर्थमा चाहिँ एसटीएक्स एमटी भेरिएन्ट रहेको छ र यो कारको शोरूम प्राइस चाहिँ 62,90,000 रहेको छ र त्यस्तै गरी अब फिफ्थ नम्बरमा चाहिँ एसटीएक्स आईबीटी भेरिएन्ट रहेको छ र आज चाहिँ मैले यही एसटीएक्स आईबीटी कारको चाहिँ भिडियो बनाएको हो र यो कारको शोरूम प्राइस चाहिँ 67,90,000 रहेको छ र त्यस्तै गरी अब 6 नम्बरमा चाहिँ एसटीएक्स प्लस डीएसएल भेरिएन्ट रहेको छ र यो कारको शोरूम प्राइस चाहिँ 68,90,000 रहेको छ र त्यस्तै गरी अब चाहिँ अन्तिम 7 नम्बरमा चाहिँ जीटीएक्स प्लस 80 डीएसएल भेरिएन्टको रहेको छ र यो कारको शोरूम प्राइस चाहिँ 78,90,000 को रहेको छ र त्यस्तै गरी साथीहरू यो कारको डिलर नेटवर्कको बारेमा भन्नुपर्दा फेरि थापाथली जौलाखेल बिर्दामोड विराटनगर भरतपुर चितवन दाङ धनगढी इटाहारी पोखरा बुटलाइन भैरव नेपालगञ्जमा चाहिँ यसको डिलरहरू रहेको छ जसमा चाहिँ हजुरहरू भिजिट गरेर यो कारलाई सजिलोसँग लिन सक्नुहुन्छ। साथीहरू आजको भिडियो चाहिँ यति नै थियो। आई होप कि हजुरले चाहिँ आजको यस भिडियोबाट यो कारको बारेमा सम्पूर्ण जानकारी पाउनु भइसकेको छ। आउने दिनहरूमा हजुरहरूको लागि यस्तै इन्फर्मेटिभ भिडियो म ल्याउने नै छु। त्यसैले डोन्ट फर्गेट टु सब्सक्राइब हाम्रो भाइ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।